ओहो नानी कहाँ रहेको थियो यत्रो दिनसम्म? जानु मेरो एक्जाम चलिरहेको थियो त्यही भएर। अच्छा ए अनि भन के चाहियो तिमीलाई? मामा चाउचाउ दिनु न मलाई। ए ल ल ल यो खातामा लेखिदिनुहोस् ल। लेख्न त हुन्थ्यो नि नानु, के गर्नु सानैदेखि पढिएन लेखिएन, मलाई त लेख्न आउँदैन नि नानु। त्यसमा याद गर्नु न त। सम्झिन त हुन्थ्यो नि नानु, के गर्ने उमेरले पनि होला कपाल पनि फुलिसक्यो, मलाई त आजकल यादै हुँदैन नानु। तर म साँझ आउँछु नि त पैसा दिन। ओहो नानु साँझ त हुँदैन नि, मेरो फेरि इम्पोर्टेन्ट काम छ, भर्खरै बन्द गरेर जान थालेको थियो, तिमी आयो। यो साउजीले त एक दिरम पनि नछ नि, लाउनुहोस् पैसा। के गर्नु नानु, दिस इज बिजनेस। कस्तो खाएर भाग्न जस्तो गरेको। पाख्नु न, मैले पछि जाने हुँ तपाईलाई। तिमीसँग त पैसा निकाल्न जानिसके नि मैले, कति छक्काउँछौ मलाई।